एउटा हो पैसाको साटो ठोक तिनीहरूलाई। के टाढा जानु आज यति काट्छु। केसरी नानी, अनि तिमी यस्तो अवस्थामा किन घाँस काटेर आयो भने? फुर्सद हाल्नु त म आफै काटेर गाईले हालिदिइहाल्थेँ। दाइ, हजुरको फुर्सद हुने कहिले कहिले गाईमा भोकाले डँ कराइरहेको थियो, त्यही भएर भोकाले होला भनेर अलिकति हरियो घाँस काट्न आएको नि। मैले सकुन्जेल त म गरिहाल्छु नि दाइ, किन पिर मान्नुहुन्छ? पिर त लागिहाल्छ नि केसरी नानी। यस्तो अवस्थामा जयले मलाई राम्रोसँग केसरीको रेखदेख गर्नु है दाइ भनेर गएका थिए। तिमीलाई केही भइहाल्यो भने त बरद भएन त केसरी नानी। मैले के जवाफ दिने त जयलाई केसरी नानी? तिमी आफै भन त। जय आउँछ भनेर अझै पनि आश छ दाइ हजुरलाई? फर्कन्छ केसरी नानी, जय एक दिन अवश्य फर्किन्छ। छोरो मान्छे हो, त्यसै त किन हरेस खान्थ्यो र त्यसले? तिम्रो मायाले जय अवश्य आउँछ केसरी नानी। आश गरेर त्यसको बाटो हेर्दा हेर्दा निराश भइसक्यो दाइ। केसरी नानी, तिमीले त्यसरी हरेस नखाऊ। त्यो जय एक दिन अवश्य फर्किन्छ, त्यसको मलाई पूर्ण विश्वास र भरोसा छ केसरी नानी। खोइ के आश गर्नु त्यसको अब। हजुरले गर्नुभएको भरोसा र विश्वास राम्रो हो। हजुरले बोलेका ती बोलीहरू लागोस् म माथि दाइ। सकेसम्म चाँडै फर्केर आइदेस् भन्ने मनमा त छ, तर के गर्नु, त्यसको बाटो हेर्दा हेर्दा आश नै मरिसक्यो दाइ। सास छाउन्जेल आश हुन्छ केसरी नानी। तिमी यसरी हरेस नखाऊ। एक दिन जय अवश्य आउँछ, यो चतुरीको पुरा विश्वास गर। कहिले होसेल्यो, म काटिदिन्छु घाँस, तिमी घर जाऊ। होइन पर्दैन दाइ, म बिस्तारै काटेर आउँछु। हजुर जानु, बरु खाजा खाँदै गर्नु। ल बिस्तारै लिएर है, फेरि पछि केही भयो भने जयले मलाई मार्छ नि फेरि। केही पनि हुँदैन, जानु हजुर, म बिस्तारै थोरै काटेर लिएर आउँछु। कति माया गर्नुहुन्छ दाइले मलाई। तर जय, जसरी हामीले यसरी कुरा गर्छौँ नि तेरो, तैँले पनि त्यसै गरी हामीलाई सम्झिन्छस् कि सम्झिँदैनस्? त छिट्टो आइज जय। यदि त नआए पनि केही खबर त पठ जय, केही खबर त पठ।
त हामी बिचको मामिलामा आउने। साला कोस तिमीहरू, यो मेरो पनि मामला हो बुझिस्। मेरो धन्दामा मेरै केटाहरूलाई लखट्ने, मेरो केटाहरूलाई लुट्न खोज्ने, मेरो केटाहरूलाई लुट्न खोजेर अझै मलाई को भन्छस्? तिमीहरूको यो धन्दा त हामीलाई राम्रोसँग थाहा छ, जसको नाम तिमीहरूले मिसन केसरी राखेको छ होइन? साला कसले भने यसलाई मिसन केसरी भनेर? कहिले भनिस्? तिमीहरूलाई कसरी थाहा भयो हामीले मिसन केसरीको धन्दा चलाइरहेछौँ भनेर? मिसन केसरीको नाममा पाउडर बेच्न आउने यिनीहरू अनि हामीलाई थाहा हुँदैन? यति कुरा भन्, मेरो केटाहरूलाई किन लगाटेर हिँडिरहेछस्? अब हाम्रो एरियामा हामीले धन्दा गर्छौँ, तिमीहरूको केटाहरू आउन पाउँदैनन्। त्यो पाउडरको डिल अब मसँग गर, अरूसँग गर्न पाउँदैनस्। मेरो धन्दा चल्ने नै सबैभन्दा बढी तेरो एरियाबाट हो, त्यहाँबाट नै मलाई सबैभन्दा बढी फाइदा हुन्छ। अहिले राम्रो फाइदा दिन्छस् भने अबदेखि तैसँग मात्रै डिल हुन्छ। हो, यही कुरा खोजिरहेको थिएँ, बल्ल आज सफल भयो। त्यसो भए बिजनेसको डिल गर्न मेरो अखाडामा उता बस। यिनीहरूले गरेर यो धान सुकाउन दिएन, यिनीहरूलाई चाहिँ ढोका छुनेर राखिदिन्छु म। कराएर बसिरहेको धान पोखेर केही छैन, कुखुराले सबै खाएर मरेछ। हेर सबै छरेर आफू यहाँ एक्लै छु, यत्रो धान सुकाएर बसेको छु। त्यो लोग्ने भनौँ त कहाँ गएको होला? खाली डुल्या छ, गाउँ डुल्ला भन्दा जाने छैन। यति धान मात्रै सुकाइदिए भए पनि त कमसे काम हुन्थ्यो नि त। कुखुरा हेर आफै, कुखुरामा त्यत्तिकै छोडेर हिँडेर छ, कहाँ मर्या हो? त्यो बिमला भन्ने कहाँ गई? पहिला गई क्या हो? त्यो शोभा पनि हराएको धेरै भइसक्यो। काठमाडौँतिर त्यसकै छोराहरूले लगाएर पालेछन् कि क्या हो? अत्तो पत्तो देखिँदैन, कोही देखिँदैन। गाउँका मान्छे त सबै निक्रिन पनि। हेर ढोका जति सबै लाएर हिँडेछन् सबैको घरमा। सबै काठमाडौँ, बच्चा जति सबै विदेश गए, टन्न धन कमाइहाले। अब हुँदै गाउँघरमा चाहिँ बुढा खाडा मात्रै हुने भयो। लाखधरि उठाउने मान्छे नहुने भइसक्यो। अब के गर्नु? यस्तै पाराले चाहिँ म पनि काठमाडौँतिरै जानु पर्ला जस्तो भइसक्यो। म चाहिँ यो गाउँमा एक्लै के बस्नु, ढिक्कै भइसक्यो म त। कोही नभएको बेला एक्लै पनि नमस्कार दाइहरू, के त्यही भएर त गाउँको मान्छेले कसैले पनि देखिन। के भन्न खोजेको हो दाइ? यता आउनु, यता गफ गर्न आउनु। के भन्न खोजेको? अनि किन एक्लै भटभटाएर बस्यो? हेर्नु न, गाउँमा सुनसान भइसक्यो। त्यो शोभा पनि 2 महिना जति भइसक्यो काठमाडौँ जान्छु भनेको, अत्तो पत्तो छैन, आइन। यो बिमला पनि म माइत जान्छु दिदी भन्थ्यो, यसो कहिलेकाहीँ गफसफ गर्नुहुन्थ्यो। यो पनि माइत गयो कि उतै काठमाडौँ गयो कि कहाँ गयो थाहा छैन, आइन। एक्लै छु, यत्रो धान सुकाएको। यसो हेर्दै आऊ न,
भनेर हेर्ने मान्छे पनि छैन, यसो गफसफ गर्ने मान्छे पनि कोही छैन। तपाईँ चाहिँ के भन्न खोज्दै आउनुभयो? अनि एक्लै भटभटाएर बस्नुपर्छ त? अनि मान्छे कोही नभएपछि के गर्छ? एक्लै भटभट अर्का कुरा नगरी खाएकै पर्दैन तिमीलाई भने। त्यही भएर तिमीलाई कसैले गाउँमा मन नपरेको कारण रहेछ के? दाइहरू यता आएर बस्नु न, एकछिन त कुराकानी गरौँ न। के नै खानिदिउँला भने जस्तो गरेर पहिला अलि यता आएर बस्नु पनि लागेको छ तुरिया। के बस आफ्नो बहिनी घरमा आउँदा पनि के नै खाना दिने नै गरेर बस्नुपर्छ त। ल भन के भन्न बोलायो त? ल भन त। के भन्नु नि, कता पुगेर आउनुभयो दाइहरू? हेर्नु न, गाउँै सुनसान भयो, कोही छैनन्। हामी नि यसो गाउँ घुमेर आएको दाजुभाइ। के हो चतुरे दाइ, तपाईँ त बोल्दै नबोलिकन चुप लाएर गमक्क भएर बस्नु भएको छ त। के नै गरिरहेको के अस्ति मैले त्यहाँ कराएको भएर दिसु क्या? हो त नि, तिमी यो चतुर्दाईलाई कसरी बोल्नुपर्छ, के बोल्नुपर्छ, एउटा दाईको मान भाव नरहेर बोल्दिन्, जे मन लाग्यो पेचा पेचा भन्दियो नि। होइन, हजुरले पनि त्यस्तै कुरा गर्नुभयो, अनि मैले भनेँ नि त्यही कुरामा चाहिँ नरिसाउनु है। हो, यही तिम्रो चोथाले बोल्ने गर्दा नत्र तिमीसँग बोल्नै मन लाग्छ मलाई, नत्र तिम्रो घरमा आउनै मन लाग्छ। खालि अर्का कुरा गरेछ, अर्का कुरा गरेछ, कहिले केसरीको कुरा गरेछ, अरूको कुरा नगरे तिमीलाई खाएकै पर्दैन। त्यसरी चाहिँ नभन्नु न है दाइ, यो समाजै त्यस्तो छ। यहाँ राम्रो कुरा गर्नै हुँदैन, उल्टो उल्टो खेद्छन्। अनि त्यही भएर तपाईँलाई मैले गाली गरेको नि। तपाईँले पनि मेरो घरमा बुढी छैन, तिमीलाई म लान्छु भने जस्तो कुरा गर्नुभयो, अनि मेरो घरमा भुत्तिकिरे लग्ने हुँदा तपाईँले त्यसो भन्न मिल्छ त मलाई? आफ्नो गाउँ आफ्नो ठाउँ भनेको त दाजुभाइ दिदी बहिनीको ठाउँमा राख्नु पर्यो नि। बोल्न पाएँ भने प्याच्च बोल्ने, अलिकति इज्जत मान गर्न पनि जान्नु पर्यो नि त। मैले हजुरलाई दाइ भनेर मानिसकेको बस्दा तपाईँले पनि त बहिनी भनेर मान्न जान्नु परेन? बुढी छैन भन्दैमा सबैका छोरी बेटी आँखा लाउँदै हिँड्यो भने त के हुन्छ? के त्यसरी आँखा लाउनु हुँदैन। तपाईँको बानी बिहोरा यही राम्रो छैन क्या? कि केसरीलाई पनि तपाईँले राख्नु भएको छ, जसरी तपाईँले सोच्नुहुन्छ। भन्नुहोस् त दाइ, मलाई म कसैलाई कुरा गर्दिनँ। यो सबै गाउँले त्यसैको पछि लागिरहेछन् त। तपाईँले केही न केही गडबड छ है। के भने देवकी यस्तो? त्यो केसरी मेरो आफ्नै बहिनी आफ्नै छोरी सरको मान्छेलाई तँ नचाहिँ आरोप लाउँछस्? त्यो उसलाई शोभालाई भने जस्तो होइन नि। मलाई चाहिँ फेरि मलाई रिस उठ्छ त, बहिनी स्वयं दिन्छु त म त। अनि त्यसको रिस मलाई पठाए तैँले यहाँ हानेर मलाई जाँड खा। के भने के जान्छ त्यो? मलाई जाँड रे, मलाई जाँड खान दानी हो? म त बिहान दाइसा भनेर दिन्छु नि म त। अनि यसको रिस मसित पस्नु त तर यो पनि खाली झगडा गरेर त दाजुभाइ बाबा त मिल्न जानुपर्छ नि त। खाली झगडा गर्नु मिल्ने कुरो गर यहाँ टिकेर के कुरा गरेको थिएँ यहाँ? तैँले नचाहिँ कुरा गरेर त्यो नै कारणले गर्दा आज हाम्रो दाइजोले झगडा पर्यो। मैले के गरेँ तपाईँहरूलाई? त्यो केसरी कतै के भनेर मलाई आरोप लाग्छ। मेरो वाला त्यस्तै छ त, बिहे हुन सक्ने छैन घरमा। मेरो स्वानी भने कोक्ला तान्दै गएको छु त मैले यहाँ। तेरो मुख ठिक छैन है देवकी, तेरो मुख चाहिँ फेरि सिउला सिधुला नि म त। तिम्रो मुख चाहिँ ठिक छ नि, तिम्रो मुख गतिलो हुनु पर्यो नि। एउटा केही भन्यो भने त उफ्रिन्छ, उफ्रिन भन्दा अरू आउँदैन। हेर्नु दाइ, यो चतुरेको मुख ठिक छ। मलाई अस्ति बाटोमा भेट्दा के भन्यो थाहा छ? तँलाई म स्वास्नी बनाएर छोड्छु रे। गाउँको चेलीबेटीलाई त्यसो भन्ने मिल्छ? मैले त देवर जस्तो सम्झेको थिएँ, अहिले गएर त तत्तर मोमो भन्ने है। तँ कतिले छे त हुन खाँदा के छ मलाई आरोप लाग्छ तैँले। तँ हाम्रो दाजुभाइले फुटानी गर्नु नखोज्ने फेरि। कृष्ण दाइ भन्नु यहाँ को राम्रो को नराम्रो भनेर भन्नु। बराबर छ, किनभने मुखमा चाहिँ तिम्रो दुईजना चाहिँ कसैको फरक छ। ऊ पनि त्यस्तै, देवकी पनि त्यस्तै। देवकीलाई गाउँले कुरा नगरिकन खाना पच्दैन, ऊ पनि त्यस्तै भएर निस्किसक्यो अहिले। खालि अर्का दाजुभाइको बोल्नु पऱ्यो। अब यो झगडा सगडा होइन घरै अहिले गएर मलाई आएर बेकार मैले आउनु दाइ बस्नु भनेर भनेछु है। मैले आएर खैरो खेद्ने, कोही आइमाई देख्न हुने, बिहे गर्छु भन्दा हिँड्छ है। हिँड्न पनि आइमाईको मुख नदेखेको, लाज शरम नभएको,
छोडु के नै म यसलाई आज छिर्नु नभए छाड्दिनु अर्कालाई आरोप लाउँदैछु यसलाई तँलाई नगजारी पख अब हेर काहीँ नभएको मलाई त यति रिस उठ्या छैन हेर त्यहाँ छड्के हेरेको आज गर नर्क चलिदिए मलाई कस्तो राम्रो शब्द बोल्न जानेको रहेछ जान्न पनि अलिकति राम्रो शब्द बोलेको भए त सुहानी पहिला जान्थे यस्तै कारणले रहेछ के मुख आयो त्यही बनेछ लाज शरम नभएको त्यसै यसको बिहे बनाले यसको स्वाइले छोडेर आएको के अरे मेरो बुढी पहिला गइए मेरो स्वानी छोडेर तँलाई म शरीरमा लगाइदियो यहाँ सुन्नु पहिला पनि बिचारा सोझो केसरीलाई केले आरोप लाउनु मिल्छ त केले मलाई आरोप लाउनु मिल्छ केसरी जस्तो सोझो मान्छे सोझो चेलीलाई भन्दाखेरि यो चतुर्लो सोनो छैन त्यसो भने तँलाई फेरि थप्पु दिन्छु नि हेर आइमाइला हात हाल्नु अघि न भाइमालाई हात हाल्नु भन्दा के बोल्ने हो के हात अगाडि बढाउनु हुँदैन त्यो त मैले माने तर बिचारा त्यो सोझी केसरीलाई नचाहिँ आरोप मलाई आरोप लगाइदिनु दाइ होइन त्यो त मलाई पनि थाहा छैन छ नि केसरी यति भन्ने कुरो त तपाईँको भाइले त्यो केसरीलाई आँखा लाउला त होइन त्यो उसले त्यही भएर त गाउँले कसैले पनि देखिन सको हो क्या त्यसलाई थाहा छैन सुलेन जाउँ तेरो म सातको नली कहाँ फोड्छु र अनुहार हेऱ्यो भने हाँडीको पिच भन्दा बिग्रेको छ भूतहरूले देख्यो भने नि तर्सेर भाग्छ होला यो अनुहार देखेर म राति कसरी निदाउने होला बिचरा म सातो आइज मेरो सातो आइज हो र बिचरा त तेरो पनि सातो जान्छ र भनेको म त यसो तर्सिन्छस् कि तर्सिँदैन भनेर हेरेको तर्सिँदो रहेछस् है तर्सिँदो रहेछस्
एक गाछे तर्स्यो खुब बाघ बनेर हिँड्थ्यो गाउँभरि यो बुढीले तर्साउँदा नि तर्स्यो गाछे तर्स्यो अनि एउटा कुरा भन् त अस्ति तैँले त्यो केसरीलाई किन खोज्दै हिँडेको भन् त भन् किन के रे यो विषयमा हजुरलाई साँच्चीकै थाहा छ र भन्नुहोस् न खुइ आमा मलाई एउटा कुरा नढाँटी भन् त तैँले तेरिका के कुरा हो भने त्यस्तो फेरि तैँले नढाँटी भन् त यो खुइ बुढीलाई कति देखिएको छ मैले पनि यस्तो दिन देख्नको लागि लेखेको रहेछ भने ए प्रभु मलाई के भइरहेछ भने यहाँ प्रभुलाई के गुनासो गर्छस् रे पहिला मलाई हेर्नु मलाई म कस्तो देखिएको छु त्यो कृष्णले मलाई साह्रै भाउ खोजेको छ के त्यही भएर तँलाई सोधेँ कि म कस्तो छु भनेर कस्तो भाउ खोज्यो के ए खुइ आमा ए मेरो हजुरआमा मलाई तेरो हजुरआमा तेरी आमा जस्तो देखिन्छ र मलाई आमा चाहिँ नभन है फेरि म तेरो आमा हजुरआमा जस्तो देखेको छु र भन्न म राम्ररी देखेको छ कि छैन भन् त के गरौँ लाउन कस्तो बेला कस्तो घाँडो आइलाग्यो राम्री भनौँ भने यस्तो हाँडीको पिठभन्दा बिग्रेको अनुहार छ नराम्री भनौँ भने मार्छ कि के यो बुढीले हाँडीको पिठ जस्तो देखाएको छ भने क्या आमा हाँडीको पिठ जस्तो के अरे मलाई हाँडीको पिठ जस्तो देखिस् तैँले तँलाई त मैले होइन होइन आमा स्वर्गको अप्सरा जस्तो देख्नु भएको छ त्यसो भए तपाईँ स्वर्गको अप्सरा जस्तो मेरी आमा त्यसो भएदेखि किन आमा भनिस् तैँले मलाई तेरी आमा हो म ए ईश्वर म कस्तो ठाउँमा फसेँ के त्यसो भए म हजुरलाई के भनेर सम्बोधन गरौँ त तेरो त्यो मुखमा परी भन्ने शब्द आएन अबदेखि मलाई परी भनेर सम्बोधन गर परी Oh no! पहिले पनि एकचोटि मलाई आई लभ यु भनेर हेर त सायद यसले मलाई स्वर्गको परी जस्तै देखेर भक्क ढलेको हुनुपर्छ र अब चाहिँ म कृष्ण भएको ठाउँमा जाँदा हुन्छ अब चाहिँ हुन्छ ए कृष्ण म आयो